ग्रन्थीको वचनमा यसरी भन्छ, अन्त्यमा सबै कुरा टलेर जान्छ अरे, सबै कुरा वरदान टलेर जान्छ, राम्रो राम्रो बोल्न सक्ने व्यक्तिहरू टलेर जान्छ, लेखिएको राम्रो राम्रो कृतिहरू नासिएर जान्छ, संसार टलेर जान्छ। प्रेम गर्नेले प्रेम देखाउनु पनि पर्यो। हामी कतिको प्रेम गर्छौँ भन्ने कुरा चाहिँ नि हावाहुरी बतास लाग्दाखेरि पनि हामीले कसलाई सोचिरहेको छौँ त, को कहाँ छ, होइन? त्यो चाहिँ प्रेम हो। कतिपल्ट प्रेम नबुझ्नेहरूलाई चाहिँ के हुन्छ भने भन्दै गर्छ म यस्तै त हो नि। त्यो प्रेमले चाहिँ के गर्छ भने जब आकाशमा गडाङ गुडुङ गर्न थाल्छ, ए म त सानो भएको घरमा बसेको छु, राम्रै ठाउँमा छु, तर मभन्दा कमसल ठाउँमा बस्नेहरूलाई के हुँदैछ प्रार्थना गर्छ। आमेन। त्यस कारणले गर्दा एकले अर्कालाई के गर रे, एकले अर्कालाई प्रेम गर्नु चाहिँ नि सधैँभरि म्याउ म्याउ मिठो मिठो बोल्नु भने होइन। प्रेम गर्नेले के गर्छ, सच्ची प्रेम गर्नेले के गर्छ, प्रेम गर्नेले के गर्छ, ठिक बाटो, प्रेम गर्नेले अर्को के गर्छ, धम्क्याउँछ पनि, धम्क्याउँछ अब यस्तो गरिस् भने प्रेमले गर्नु पार्छ। आमेन। यदि प्रेमै गर्दैन थियो भने मतलब छैन, के गर्छ, के नै जान्छ र, होइन? त्यस कारणले गर्दा प्रभु येशू ख्रीष्टले चाहिँ तपाईँ र मलाई एकदमै धेरै प्रेम गर्नुहुन्छ। व्यवस्थाको पुस्तकमा पढ्नु भयो भने त्यहाँनिर के भन्छ, परमेश्वर तपाईँलाई दाही प्रेम गर्नुहुन्छ। आमेन। दाही प्रेम भनेको उहाँ बाहेक अरू केहीलाई पनि बुझेको, केही कुरालाई पछ्याएको हुन्छ, न त पैसा, न त रूप रङ,